यो भिडियो त्यो व्यक्तिको लागि हो जो सुशासनको बाटोमा उभिएर लिडर बन्न चाहन्छ, सक्सेस पाउन चाहन्छ लाइफमा। तर तिमी त्यो सुशासनको बाटोमा छैनौ भने प्लिज यु क्यान गो अवे, प्लिज लिभ। अझै पनि तिमी रोकिएका छौ, सुन्न चाहन्छौ भने स्वागत छ तिमीलाई यो मिसनमा। के तिमी कहिल्यै रोकिएर आफैलाई सोधेका छौ तिमी यो दौडमा किन छौ? अरूले भनेकाले या समाजले भनेकाले या मातापिताले भनेकाले कि अरूभन्दा धेरै पैसा कमाउन? हामीसँग आज सूचनाको सागर छ तर विवेकको खडेरी छ। कौटिल्य यानि चाणक्यले 2500 वर्ष अघि भनेका थिए, जसले सोच्न सक्दैन, विचार गर्न सक्दैन, उसले कहिले पनि नेतृत्व पनि गर्न सक्दैन। आज तिम्रो जीवनको रिमोट कसको हातमा छ? समाजको कि तिम्रो आफ्नै? धेरैले सोच्छन् कौटिल्य भनेको केवल अर्थशास्त्र हो। गलत। कौटिल्य भनेको कन्ट्रोल यानि नियन्त्रण हो। उनले भनेका 4 विद्याहरूमध्ये पहिलो विद्या हो आनुवैक्षिकी। यसको अर्थ के हो? आनुवैक्षिकी अन्धविश्वासलाई तर्कले काट्ने कला, यानि भावनामा बगेर निर्णय नगर्ने कला, परिस्थितिको गहिराई बुझ्ने कला। उदाहरणको लागि एउटा मानिस मन्दिरमा गएर भगवानसँग माग्छ, मलाई धनी बनाइदेऊ। कौटिल्य भन्छन् यो याचना हो। अर्को मानिस बजारको अवस्था हेर्छ र कमजोरी पत्ता लगाउँछ र समाधान दिन्छ। कौटिल्य भन्छन् यो आनुवैक्षिकी हो। भगवानले उसलाई धनी बनाउँदैनन्, उसको विवेकले उसलाई धनी बनाउँछ। आनुवैक्षिकी भनेको आफैले आफैलाई प्रश्न सोधेर सही सत्यसम्म पुग्ने बाटो हो। यो समाजले हामीलाई सधैँ भन्ने गर्छ सत्य बोल्नुपर्छ, तर कौटिल्य भन्छन् सत्य बोल्नु मात्र काफी छैन। यो सत्यले समाजको र तिम्रो हित गर्छ कि गर्दैन? यदि तिम्रो सत्यले कसैको जीवन बर्बाद गर्छ भने त्यो विवेकहीन सत्य हो। त्यसैले त कौटिल्यलाई चाणक्य नीति भनियो। उनले नीति सिकाए। नीति भनेको अवस्था अनुसार व्यवहार गर्ने कला। के तिमीसँग यो क्षमता छ? कि तिमी सधैँ एउटै तरिकाले बाँचिरहेका छौ? सफलताको लागि पैसा, शक्ति, कानुन चाहिन्छ, यो त सामान्य कुरा भयो। तर तिम्रो जीवनको अर्थ के हो? त्यो तिमीले बाहेकहरू कसैले खोज्दैन। एउटा यस्तो निर्णय खोज जुन तिमीले समाजको डरले निर्णय गर्यौ तर तिम्रो विवेकले त्यसलाई गलत भन्यौ। त्यही निर्णयलाई आज उल्टाऊ। त्यही नै कौटिल्यको पहिलो पाठ हो। आफ्नो राजा आफै बन।